त्यो पनि खाल्टीमा चता चढाएछ हेर्नुस्। अब भन्नुस् यस्तो ताल्ने अनि मेरो राजदूतावासले गर्ला ल भन्नुस्। यहाँसम्म चोर हो त्यो कि त्यो कुरै नगर्नुस्। त्यो एक नम्बरको फटा हो, चोर हो नेपाली राजदूतावास। अरूको देशको कुरा गर्नुहुन्छ होला भने अलिकति केही भयो। अरू कुरा होइन, स्यालेरीमा 8 आना पनि कम आयो भने रातो 10 गयो भने 8 आनाको 4 5 और 8 आनामा डबल दिएर पठाइदिन्छ राजदूतावासले अरू देशको। हाम्रो त त्यही 8 आना पनि खोज्छ। अब भन्नुहोस् कहिले उन्नति होला? हामी जस्तो के हाम्रो राजदूतावासले केही काम गरेकै छैन त? केही कामै गरेका छैन। काम गरेका होलान्, उनीहरूले आफ्नो ठाउँमा काम गरेका छन्। काम के गर्ने? उहाँबाट पैसा चाहिँ मजाले यहाँको त्यो फिलर उरो मसार्यो, बिहान गयो कुर्सीमा सालले बस्यो, नेपाली पैसा उडायो। काम त गरेकै होला नि, त्यो पनि कामै त होला नि। के तपाईँले कुनै यस्तो गर्नु भएन? तपाईँले गर्नु हेर्नुहोस्, मैले कहाँ गएर भन्ने एउटा भन्ने ठाउँ भने त्यही राजदूतावास हो। अन्त कहाँ जाने? आफ्नै नेपालीले त पुरो बुझेन भने कम्पनीको त्यो कटुवा जातिले बुझ्लान्। तपाईँले के एजेन्सी मेन पावरलाई के खबर गर्नु भएन यसको बारेमा? कहाँ भाइसकेको त्यसो कुरा नगर्नु। मैले बिर्सी पनि सकेको थियो त्यो, अब बिर्सिसकेँ मैले को थियो। तर यतिखेर म नेपाल तपाईँले नेपाल पठाइदिनु भयो भने म तपाईँलाई हाते समातेर लहर देखाइदिनु सक्छु। म देखाइदिनु सक्छु त्यो चोरलाई। अझै पनि कता सुनेको छु, कता जग्गा सग्गा किनेर बिल्डिङ बनाएर पैसा छ म आगो लगाइदिन्छु त्यसो बिल्डिङमा गएर। मेरै पैसाले कमाएको त्यो साले चोरले। तपाईँ यस्तो भनेपछि साह्रै नै भएको रहेछ। अब तपाईँले अब साह्रै नै होइन, साह्रै नै एकदमै भनौँ। म मात्र होइन, यहाँ म जस्तो थुप्रो दाजुभाइहरू छन्, नेपाली दाजुभाइहरू। कति आत्महत्या गरेर मरे यिनीहरू यहाँ कुरै गर्नुहुन्छ भने तपाईँले देख्ने भयो होला। आउँदा एयरपोर्ट नेपाल एयरपोर्टमा देख्नु भयो होला, बक्समा प्याक भएर आएको देख्नु भयो। तिनीहरू पनि त्यही दुःख पाएरै गएका हुन्। तर मजबुरीले कोही चाहिँ यहाँ रमाइलो चाहिँ कोही नि आएन। सब कुरै नगर्नुहोस्। हेर्नुहोस्, साह्रै दुःख पाइयो, केही हुन्छ भने उद्धार गरिदिनु पर्यो। ल अब हामीले भन्ने के भयो? अब हामी पनि उसबाट आएको, हामी पनि केही गर्छौँ भनेर आएको। अब तपाईँको अब के प्लानिङ छ? तपाईँको घर जाने प्लानिङ छ? तपाईँ यत्रो बढी होइन हजुर, म जान्छु पठाए अहिले जान्छु। म बरु तपाईँसँग लिएर हिँड्नुहोस्, म अहिले जान्छु। म बस्दिनँ, म बस्दिनँ। बुढी दिनरात रोएर सुर्ता गरेर सिरानी भिजाइसकि। यहाँ एउटा गीत बज्दो रहेछ, सिरानी भिजायो भने मुटु छर्केर आउँछ। हेर्नुहोस्, बच्चाहरू सुनेको छु 5 वर्ष भएर जन्मेको, दिया पनि छैन। फोटो पठाइदिएछ अरे बुढीले, कता दिएको अरे कम्पनीले। अब भनी यहाँ केटी देख्ने हुन्न रहेछ, लुगाए सालेहरूले। हेर्नुहोस् यस्तो छ मेरो हालत। हेर्नुहोस्, उहाँ बुढी रोएर मर्न लागिसकेपछि कहिले होला भने उसले त मलाई क्रिया पनि गरिसक्यो। उसले हात लाग्छ। हेर्नुहोस्, मलाई पुऱ्याइदिनुहोस्, तपाईँसँग जान्छु। तपाईँ मसँग जानु, तपाईँ मसँग जान तपाईँलाई हुनु पऱ्यो नि। तपाईँसित पासपोर्ट हुनु पऱ्यो, यो हुनु पऱ्यो। तपाईँ कसरी जानुहुन्छ त? त्यो त अब तपाईँले गर्नु पऱ्यो, तपाईँको सङ्गठनले गर्नु पऱ्यो नि। पनि हाम्रो यो संस्थाले भन्नु नजुन गर्नु पर्छ पनि। अब केही गर्छ तपाईँ चाहिँ ढुक्कहरू भन्नुहोस्। अब चाहिँ केही हुन्छ हाम्रो नेपालमा, हाम्रो नेपालमा केही होला जस्तो छ। नरुनुहोस्, साह्रै भइसकेको छ हजुर। हेर्नुहोस्, अब हामी पनि एउटा निवेदन लेखेर एमबीसीमा दिन्छौँ। त्यसको लागि तपाईँ चाहिँ निरन्तर गाउनुहोस्। अब तपाईँको जे गरिनु गर्नुहोस्, तर मलाई र मेरो यहाँ साथीभाइहरूलाई छुटकारा दिनु पर्यो हजुर। साह्रै नै दुःख पाइयो। भन्नु पर्यो कि कुर्सीमा बसाउँदा भन्नेहरूलाई र त्योहरूलाई सम्झाउनु पर्यो हजुर, भन्नु पर्यो हजुर। अब तपाईँ र मेरो दुःख सुखको कुरो भयो। तपाईँले के कति दुःख पाउनु त्यो पनि भोग्नुभयो। अब तपाईँको के सन्देश छ त नेपालबाट विदेश आउने जनताहरूलाई? हेर्नुहोस्, सन्देश त पहिलो कुरोमा हेर्नुहोस्, सन्देशमा के दिन्छु आज भने बुद्धि छन् भने तिनीहरूको विदेशै आउनु नहुने हो। हेर्नुहोस्, नआऊ भन्छु। हेर्नुहोस् होइन, अब नेपालमा पनि अब त्यति साह्रै रोजगारको व्यवस्था छैन। तपाईँको श्रीमती घरमा सिरानीले भिजायो भन्दै बसिराख्नु भएको छ। अब तपाईँबाट नेपालमा आउने विदेशी युवकहरूले चाहिँ केही सिकोस् भन्नको लागि तपाईँ के भन्नुहुन्छ? हेर्नुहोस्, पहिलो कुरो त तिनीहरूसँग दिमाग छ भनेदेखि, बुद्धि छ र सिप छ भनेदेखि, अथवा सिपै छैनन्, कोदाली त चलाउन जानेछन्। हेर्नुहोस्,
मैले पनि कोदाली चलाएँ हेर्नुहोस्, अझै पनि घर चलाएको ठेला हेर्नुहोस्, अझै पनि यहाँ देखिन्छ ठेला हेर्नुहोस्। ठेला हुन त यो ठेलामाथि पनि ठेला यहाँ ताबु उचालेर भइसकेको छ होइन, चिन्नलाई गाह्रो भइसकेको छ। ती व्यक्तिहरूलाई, ती युवाहरूलाई, ती युवा पुस्ताहरूलाई के भन्न चाहने, पहिलो कुरो विदेश नै ठिक छैन। हेर्नुहोस्, विदेश लाग्नु भनेकै हाम्रो देश मातृभूमि र नेपाल आमालाई रात छातीमा टेकेर यहाँ आउनु हो। हेर्नुहोस्, र यति गरी आउनु नै छ, साह्रै मजबुरी नै छ, साह्रै एकदम अब एकदम आउनु नै छ। र घुम्नै भनेर थोरै पैसा कमाएर जानै छ, त्यस्तो हेतुले आउनु नै छ भने पहिलो कुरो यो सम्झौता गर्नु पर्दो रहेछ। कम्पनी बिचहरूको सम्झौता भन्नाले अब तपाईँलाई म प्रश्न पारिदिन्छु। हेर्नुहोस् कस्तो भनेदेखि, एउटा यहाँको जो कम्पनीले एउटा एग्रिमेन्ट पठाएको हुन्छ, जस्तो यसमा काम गर्ने एग्रिमेन्टदेखि लिएर उसको पासपोर्ट सब एग्रिमेन्ट उनीहरूले पठाउँदो रहेछ। त्यो एग्रिमेन्ट अनुसार आफूले आँखाले हेरेर सर्लग लगाएर हेर्नुहोस्, पढ्न चाहिँ जाने होइन, त्यही पनि आफ्नो नाम र पासपोर्टसम्म चाहिँ चिन्न जानेको छु। यति एउटा हेर्न सके पनि हुन्छ। हेर्नुहोस्, र आफूले जानुपर्ने ठाउँ कम्पनीको नाम के हो, त्यो कम्पनी छ कि छैन, त्यहाँ त्यो कम्पनीको दर्ता नम्बर छ कि छैन, त्यो कम्पनीको फोन नम्बर छ कि छैन, सम्पूर्ण विस्तृत जानकारीहरू लिएर त्यो एग्रिमेन्ट तयार भयो कि छैन त्यो राम्ररी हेरेर बल्ल त्यसमा हस्ताक्षर गरेर त्यो पत्र आफूले हातमा पाएपछि मात्र आउनुपर्छ। नत्र यहाँ त्यसरी आइयो भने हेर्नुहोस्, एउटा म नमुना भए फेरि अर्को जन्म लिनेछ। त्यस्ता व्यक्तिहरूलाई सन्देशमा यही दिनेछु कि आउनु नै छ भने एकदम होस पुर्याएर आउनुहोस्, मैले जस्तो दुःख नपाओस्, मैले जस्तो कष्ट नभोग्नु परोस् भनेर नै तपाईँहरूलाई सबै आफ्नो कागजपत्रहरू साथमा र आफ्नोले जुन आएको जुन एजेन्ट मेन पावर दर्ता भएको छैन सबै हेरेर नै आउनु होला भन्ने म गर्न चाहन्छु। र मेरो प्यारीलाई हेर्नुहोस्, सम्झ्यो कि आँसु आउँछ। हेर्नुहोस् हजुर, साह्रै हेर्न मन लागेछ। र हेर नरौ, मेरोलाई सम्झेर तिमी, म चाँडै नै आउँछु। नरौ, म आउँछु जसरी भए पनि। र यदि गरी मरेर आयो भने पनि तिमी नरौ भन्न चाहन्छु। प्रेमजी, अब म यो कार्यक्रमको अन्तिम चरणमा आइसकेको छु। हजुर, अब म आखिरमा के भन्न चाहन्छु भने, कम्पनीमा विदेश आउँदाखेरि जहिले पनि एग्रिमेन्ट चाहिँ राम्रो बुझेर सबैले एउटा काम चाहिँ गरिदिनु पर्यो। हजुरको जे हुन्छ, हजुरको जे हुन्छ यति गरेर आउनुपर्ने हो भन्ने कुरो सबैले सन्देश दिनुभयो। हजुर, म आशा राख्छु कि तपाईँको सन्देश चाहिँ सबैको दिल दिमागमा पुग्योस्, सबैले सुनोस् तपाईँको यो कुरा। हजुर, यति भन्दै तपाईँसँग म बिदा माग्दछु। हजुर, हस्त प्रेम। हजुर, हजुर, धन्यवाद।